प्रश्न गर्नुभयो सागर हैन। विशेष गरी नेकपा एमाले भनेको यो देशको एउटा मास पार्टी हो। यो पार्टीमा हरेक युवाहरू, विद्यार्थीहरू र तपाईको चाहिँ संगठनात्मक हिसाबले भन्दाखेरि हामीले हरेक यो कमिटीलाई टोल कमिटीदेखि लिएर वडा कमिटीदेखि लिएर महानगर नगर कमिटीहरू र प्रदेश कमिटी र केन्द्रीय कमिटीसम्म हाम्रो चाहिँ एउटा संरचना छ, संगठनात्मक एउटा संरचना। त्यो संरचनामा रहेर हामी कुरा गर्दै गर्दा हामीमा नेकपा एमाले भनेको युवा र विद्यार्थीहरूको एउटा नर्सरी हो। यहाँबाट उत्पादन भएका युवा, यहाँबाट उत्पादन भएका विद्यार्थीहरू हरेक ठाउँमा, हरेक चाहिँ तपाईको चाहिँ भौतिक ठाउँमा, व्यावसायिक ठाउँमा र तपाईको चाहिँ हरेक बहसहरूमा राम्रो तरिकाले आफ्नो कुराहरू, आफ्नो चाहिँ विषयवस्तुहरू प्रष्टसँग राखेर अगाडि बढ्ने कुरा त स्वाभाविकै छ नै र त्यो भइसकेको छ। धेरै देखिएको छ मिडियाहरूमा, हरेक कुराहरूमा देखिएको छ एमालेका चाहिँ युवाहरूको गतिविधि, युवाहरूका कार्यकर्ताहरूको गतिविधि राम्रै तरिकाले देखिएको छ। र यो नेकपा एमाले युवाहरूकै पार्टी हो। नेकपा एमाले चाहिँ युवा विद्यार्थीहरूकै पार्टी हो भन्ने मलाई लाग्छ। युवाको सहभागिता अहिले जुन चुनावी अभियान छ हामीले के देखिराखेका छौँ भने स्वतन्त्र युवाहरूमा त्यो खालको उत्साह देखिएको छैन कि हामीले केही दिन अगाडिदेखि कार्यक्रम नियमित रूपमा गर्दैछु। उहाँहरू केवल 30 गतिको प्रतीक्षामा हुनुहुन्छ। उहाँलाई जुनसुकै पार्टीले जिते पनि खासै फरक नपर्ने जस्तो प्रतिक्रियाहरू हामीले देखिराखेका छौँ। तर यो चुनावी माहौलमा तपाईँहरू हिँड्दै गर्दाखेरि युवाहरूको, स्वतन्त्र युवाहरूको समेत सहभागिता चाहिँ कस्तो देख्नु भएको छ? हाम्रो पार्टीले गरेका हरेक चाहिँ चुनावी प्रचार प्रसारको अभियानमा, हरेक नेकपा एमाले गरेका देशव्यापी जुन चाहिँ चुनावी अभियान भनौँ, पार्टीका अधिवेशनहरू, महाधिवेशनहरू भनौँ, हरेक ठाउँमा होला कोही कतै एमालेको विषयमा एक दुईजना युवाहरूले गलत कुरा गर्नुभएको होला, त्यो कुरा एक्सेप्टेबल हो। किनभने सबैको मन, सबैको हृदय एउटै हुँदैन, फरक पनि हुन्छ। र एमाले गरेका कार्यक्रमहरूमा आज पनि हाम्रो चाहिँ नेकपा एमाले चितवनद्वारा आयोजित एउटा आमसभा छ। कमरेड केपी ओली आउँदै हुनुहुन्छ, यो पार्टीको, यो मास पार्टीको अध्यक्ष। उहाँ आएर चाहिँ तपाईँको चाहिँ आइसकेपछि कार्यक्रममा उपस्थिति हुने भनेको एमालेमा सङ्गठित युवाहरू कति हो, एमालेमा सङ्गठित विद्यार्थीहरू कति हो, त्योभन्दा 3 टाइम्स बढी युवाहरू कार्यक्रमहरूमा उपस्थित हुनुले के देखाउँछ भने स्वतन्त्र टाइपका युवाहरू पनि एमालेलाई मन पराउनुहुन्छ। एमालेका धारणाहरू, एमालेका विचारहरू, एमालेका यो देशलाई समृद्धिमा लाने कुराहरूमा चाहिँ सम्पूर्ण चाहिँ स्वतन्त्र युवाहरूको चाहिँ एउटा अपेक्षा के छ भने यो देशको एउटा पार्टी मात्रै हो, जुन एमाले मात्रै हो, जो भनेर लागिराख्नु भएको छ जस्तो मलाई लाग्छ। उत्साह भयङ्कर रूपमा उत्साहजनक छ। हामीले हरेक एउटा वडाको चाहिँ घर दैलो अभियानमा चाहिँ हामीले 500 हजारौं युवाहरूको भेला गरेर चाहिँ कार्यक्रमहरू गरिरहेका छौँ, जहाँ चाहिँ एमालेका सङ्गठित सदस्यभन्दा 2 टाइम बढी युवाहरू त्यो कार्यक्रममा उपस्थित हुँदाखेरि यो देशका चाहिँ सम्पूर्ण युवाहरू